पहाडको एक शान्त गाउँमा अर्जुन नामका एक परिश्रमी युवक बस्थे। उनी बिहानै उठेर खेतबारी काम गर्थे र सबैलाई सहयोग गर्न सदैव तयार रहन्थे। गाउँका धेरै मानिसहरू अर्जुनको दयालु मनलाई मन पराउँथे, तर केही भने उसको सरल स्वभावलाई नै कमजोर सम्झन्थे। एक दिन गाउँमा ठुलो आगलागी भयो। सबै मानिसहरू भागाभाग थिए, तर अर्जुनले कसैलाई नछोडेर सबैको मद्दत गर्न थाल्यो। उसले बुढाबुढी, बालबालिका र पशुपक्षी समेतलाई सुरक्षा स्थानमा पुर्यायो। जब आगो निभ्यो, सबैले थाहा पाए अर्जुनको आफ्नै घर धेरै डढेको रहेछ। तर अर्जुनले मुस्कुराउँदै बसिरहेको थियो। ऊ भन्थ्यो, मभन्दा ठुलो क्षति त तपाईँहरूलाई हुन सक्थ्यो। सबै सुरक्षित हुनु नै मेरो खुसी हो। गाउँलेहरू निकै प्रभावित भए र सबै मिलेर अर्जुनको घर पुनः बनाउन थाल्ने निर्णय गरे। त्यस दिनदेखि अर्जुन गाउँकै सबैभन्दा प्रिय व्यक्ति बने।